पानी पटाइ हुँदैछ है पानी पटाइ यहाँबाट पानी पट निस्क्यो सरर यताबाट लगेर पर यहाँदेखि उता भित्र पुऱ्यायो आज लास्टसम्म हेर्नु अघिको पाइप लगाएको यहाँदेखि अघि देखाएको मैले पराल यहाँ टक्क यहाँदेखि पानी पर्दैछ ऊ त रुख भएनिर यहाँ यो हेर्दैछ घाँस लिएर जाँदैछ एउटा यहाँ नाच्दैछ अघिको पाइप यहाँ आयो सर आयो 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 यो गाउँ हो हाम्रो ए सर वहाँदेखि आएको पाइप अघिको मोटर सर आयो 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 पाइप कति लामो पाइप 500 मिटर लामो पाइप हर त्यहाँसम्म त्यहाँ पानी पर्दैछ यो गाउँमा पानी पटाएको सर यता गाउँ छरेको छ धान सक्यो उपर मकै यस्तै छ जिन्दगी सर जाडो चिसो छ चिसो 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 छ यस्तो छ घाम लागेको छैन बादलै बादल यस्तो छ यस्तो छ उस्यो लागेर चिसो छ पानी फिस 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 तुसारो पर्दैछ यस्तै छ गाउँतिर यहाँ पानी पटाएको पानी भयो नि यहाँ अब यस्तो छ हालत चरा हेरौँ न चरा फेरि कति आउँछ पानी पटाएको ठाउँमा चरा रुप्पी च्याउ च्याउ गर्छ रुप्पी उडो यस्तो छ यहाँ पानी लास्ट यहाँ जोडी रुप्पी बसिरहेछ जोडी रुप्पी दुईटा चिबिया आयो ता गएर बसे रुप्पीहरू च्याउ 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 यस्तो छ यस्तो छ है गाउँमा पानी पटाइ छ यस्तै छ चिसो चिसो मौसममा हात ठिडिया छ यस्तो भएर काम गरेका हातहरू काला काला भएका छन् पानीमा ए फेरि चरा आइपुगे आउँदैछ चराहरू आउँदै बस्दै बस्दै यस्तै छ ल गाइज लाइक सेयर गरौँ सब्सक्राइब गरौँ मेरो च्यानललाई अघि बढाऊँ यस्तै छ गाउँठाउँको